आजको मौसम चाहिँ चट्ट आकाशमा बादल कालो कालो लगभग पानी पर्ला जस्तो भइरहेको अवस्था छ। घाम लागेको छैन, शीतल छ दिन। अब गर्मी आउन धेरै छैन लगभग। अब गर्मीले फेरि चागबाट पसिना निकाल्ने दिन आउँदैछ। ठिकै हेरेको छ, यतिको गाह्रो छ। दुबई आएको पनि आज ट्याक्कै 2 वर्ष पुगेर 3 वर्ष लाग्यो थाल्यो। अब सबै चेन्ज हुँदैछ, परिवर्तन हुँदैछ। यता सबै घर बन्दैछ रम्बलघारीतिर। 2 वर्ष अगाडि आउँदाखेरि यता केही थिएन। अहिले घरहरू पुरै भरिभर भइसक्यो। 2 वर्षभित्र सबै चेन्ज भए, सबै परिवर्तन भए। तर यो चाहिँ परिवर्तन हुन सकेन कहिले। सधैँ जिउका थियौँ, रोडका रोड, सधैँ रोडपट्टि गाई थिएँ, रोडमै हिँड्दैछु। अब यस्तै छ, हेर्दै जाउँ अब कहिलेसम्म। त्यो पर यो लाइनको घरहरू एउटै भनेको थिएन, अहिले सबै घरहरू भनेर भरिभर भइसकेको अवस्था छ। यस्तो छ गाइस। हामी चाहिँ लगभग गाउँघरतिरै हो बसाइ। आबुधाबीको यता आबुधाबी र दुबईको बोर्डरतिर पर्छ लगभग। यतातिर यसो बिहान बेलुकी एक्सर्साइज गर्नु पनि रमाइलै छ ठाउँ त। सिटी जानु पर्यो भने चाहिँ फेरि 200-300 खर्च हुन्छ एकैचोटि। अहिले चाहिँ सट्ट सपिङ जान दैनिक एसेसरिजहरू चाहिँ किन्नलाई चाहिँ म आज अहिले चाहिँ मार्केटतिर लाग्दैछु। मार्केट यहाँ छ, त्यहाँबाट अलिअलि तेल मसलाहरू लगेर, तरकारीहरू लगेर चट्ट बनाएर केटाहरूलाई खुवाएर ड्युटी पठाउनु परिन्छ। आज छुट्टीको दिन, आज र भोलि छुट्टी छ। अब कहाँ गएर के गरेर मनाउने भन्दा पनि सुतेरै मनाउने प्लान गरिरहेको छु मैले चाहिँ। हिजो अस्ति अलि सन्चो थिएन। रुगा खोकी, सुक्खा खोकी, रुगा, टाउको दुख्ने, ज्वरो आउने गरेर अति भइरहेको थियो। बल्ल हिजोदेखि अलिक फ्रेस भएको अवस्था छ। यो चाहिँ साइकल हिँड्ने बाटो हो क्या गाइस, साइक्लिङ बाटो भन्छ। अब यो के हिँड्ने हो, अहिलेसम्म केही छैन। मान्छे हिँड्नलाई सजिलो भइरहेछ। बिहान बेलुकी यसो रनिङ गर्न पनि सजिलो छ। यो पुरै राउन्ड छ यता यो बाटो चाहिँ। ल म चाहिँ अहिले मार्केट आइपुगेको अवस्था छ। चट्ट अलिअलि सामान लिएर अनि गएर व्यञ्जन बनाएर केटाहरूलाई खुवाउनु पर्ने अवस्था छ। रम्बलघारीमा अरेरी काँडै केटा हो के हो, पुरै मधुरो आयो त। माटै माटो आउँछ अरेली काँडेहरू। यही काँडा पनि छ के बिना सब्रेको त। अनि बोर्डर बालघारी फाइनल्ली साग सब्जी लिएर पनि बाहिर निक्लेको अवस्था यति छ। यतिलाई 30 दिराम जान्छ गाइस, के गर्नु।